के हो यो पुमाको होइन त यो कस्तो पुमाले नि यस्तो प्याकिङ पुमाले प्याकिङ यता हेर्नु त के रहेछ ल यस्तो गिफ्ट किन्दा किने भन्छ है हाई गाइज म आज तपाईँहरूलाई चाहिँ मेरो डाइसन अनबक्सिङ गरेर देखाउनेछु मेरो चाहिँ यो खासमा सरप्राइज हो होइन मेरो बुढाले मलाई दिनुभएको यसमा चाहिँ मेरो नाम छ S&A वा अब चाहिँ म यसलाई अनबक्सिङ गर्न जाँदैछु वाउ ब्लुटुथबाट कनेक्ट कसरी हुन्छ बे थाहा छैन यार वाउ यो चाहिँ मैले अलरेडी अघि यति एक्साइटेड थिएँ कि मैले अघि नै खोलिसकेँ त्यही भएर सब बिग्रि नै सक्यो यो होइन म यो कहाँ थियो अघि नै थाहा छैन यस्तो खतरा छ है यो के हो पनि थाहा छैन मैले आजभन्दा अगाडि चाहिँ डाइसन युज पनि गरेको छैन एक दिन चाहिँ म यसको युज गरेर छुट्टै भिडियो पनि बनाउने छु अनि यसमा चाहिँ यस्तो हुँदो रहेछ सायद यो यसरी कपाल गर्ने हो अनि स्ट्रेट हुन्छ होला अनि यो पनि सायद त्यही होला अनि यो चाहिँ उ गर्ने होला डाइसन अहिले नै यस्तो भयो भनेर तारे नजर यसरी ट्याक ट्याक गर्ने होला जस्तो लाग्छ अहिले ल सो अनि यसमा चाहिँ काइयो पनि छ एउटा अनि यो चाहिँ यति धेरै स्मुथ छ कि यसको कुरै छोडिदिउँ अनि हामीसँग अरू छ क्लिप जुन चाहिँ हामीले कपाल रोलहरू गर्दाखेरि यस्तो गर्न सक्छौँ क्लिपहरू भयो अनि यो चाहिँ कन्डिसनर क्रिमहरू पनि छ दुईवटा अनि यति नै हो थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई गाइज थ्याङ्क यू भारत थ्याङ्क यू वेलकम वेलकम